8 लाखको गाडी नेपालमा किन्दा कसरी झन्डै 30 लाख पुग्छ? आउनुहोस्, ट्याक्सको पूरा हिसाब हेरौँ। मानौ भारतमा गाडीको खरिद मूल्य 8 लाख छ। सबैभन्दा पहिला यसमा लाग्छ 80% कस्टम ड्युटी, अर्थात् 6,40,000 रुपैयाँ। अब मूल्य भयो 14,40,000। यसमा फेरि 65% एक्साइज ड्युटी लाग्छ, जुन हुन्छ 9,36,000। अब टोटल भयो 23,76,000। यसमा 10% सडक निर्माण कोष कर थपिन्छ, जुन हुन्छ 2,37,600। यो सबै जोडेपछि आउने 26,13,600 मा अन्त्यमा 13% ब्याट लाग्छ, जुन हुन्छ 3,39,768 रुपैयाँ। यी सबै ट्याक्स जोड्दा हामीले जम्मा 270% भन्दा बढी त कर मात्रै तिर्छौँ। यसरी 8 लाखको गाडीको मूल्य नेपाल आइपुग्दा झन्डै 29,53,000 पुग्छ। र अचम्मको कुरा, यसमा मैले ढुवानी खर्च र ब्याङ्कको ब्याज जोडेकै छैन। यस्तो कर प्रणालीको बारेमा तपाईको विचार के छ? कमेन्ट गर्नुस्।